भाइ राई केटा सानो केटाको ब्रेनमा अपरेसन गर्नु आजभन्दा एक साल अगाडि अपरेसन गर्नु जान लागिरहेको थियो। 8-9 लाख रुपियाँ अपरेसनको लाग्छ भनेको थियो। सक्सेस भयो भने ऊ बाँच्ने थियो, सक्सेस नहुनु पनि सक्थ्यो या सक्सेस हुन्थ्यो अपरेसन गर्दा। यो स्याउला करिब उहाँ अपरेसन जानुको अगाडि 1 महिना 1.5 महिना अगाडिदेखि मैले खानु लगाएँ। खानु लगाएपछि उहाँ जाती भइगयो, त्यहाँबाट अपरेसन गर्नु जानु भएन। अहिले चियापानी खान्छ, माग्छ, भारी बोक्छ, काम गर्छ, त्यसरी हिँड्ने भइरहेको छ। तगडा क्लियर जाति भएर खाने विधि चाहिँ त्यही हो। त्यही हो खाने विधि त्यही हो है। त्यही। यसको नाम चाहिँ फेरि एकपल्ट भनिदिनुहोस् न सर। यसको नाम चाहिँ लोकल नाम ढ्याङ्ग्रे सल्लाह, बोटनिकल नाम टेक्सस बेकोटा। यसलाई ढ्याङ्ग्रे सल्लाह किन भनियो लोकल नाम भन्दाखेरि उहिले पुर्खाहरूले, हाम्रो पुर्खाहरूले डम्फुको घेरो, ढ्याङ्ग्रोको घेरो बनाउने काठ भएको हुनाले यसलाई ढ्याङ्ग्रे सल्लाह भनियो। कतिजनाले त यो पनि सोध्नुहुन्छ कि यसको यो पत्ता खाने हो या यसको यो बोक्रा खाने हो? यो पत्ता खानु चाहिँ यसमा बेसी दबाई पाइन्छ। तर बोक्रा खाँदा पनि हुन्छ। बोक्रालाई पनि पकाउने तरिका त्यही नै हो। यो बोक्रा छिलेर, बोक्रा एक जग्गा दाग गरेर नै हातले परर जम्मै आइहाल्छ, सजिलो उकिन्छ। त्यसलाई सुकाएर पाउडर बनाएर खाँदा पनि हुन्छ। बोक्रालाई पाउडर बनायो, बिहान सानो चम्चीको 1 चम्ची र 1 मग पानी खाइदियो। बेलुका 1 चम्ची, बेलुका पानी त्यहाँबाट 1 मग खाइदियो। त्यसो गर्दाखेरि पनि हुन्छ यो। अथवा पानी फिटेर खाँदा पनि हुन्छ। यसको बोक्रा चाहिँ यो स्याउला चाहिँ पकाएर यसको जुस निकालेर झोल बनाएर नै खानुपर्छ।